लुसी मैया चाहिँ यहाँ विराजमान हुनुहुन्छ है। यसरी सुत्नुहुन्छ आनन्दले है, सिरा कोडेर मजाले सुत्नुहुन्छ भनेदेखि एउटा लुम्बा महाराज चाहिँ यहाँ हुनुहुन्छ है। रिसाई झगडा गरी माथि दिदीसँग सुत्नुपर्ने रे भनेर झगडा गरी अझै पनि उठ्दैछ। ल यहाँ सुताको रे भनेर रिसाइरहेको थियो, अहिले चाहिँ निधायो। अनि एउटा लुपाको बाबा चाहिँ यहाँनिर हुनुहुन्छ है। उहाँ चाहिँ ध्यानमा हुनुहुन्छ, उहाँ टाइगर हुनुहुन्छ है। सेटै लुपा महाराज यहाँ भयो। अनि लुसी महारानी चाहिँ हाम्रो लुसी महारानी यहाँ हुनुहुन्छ है। निदाइसक्नुभयो, अब उहाँ चाहिँ मसँग मात्रै सुत्नुहुन्छ, अरूसँग सुत्नुहुन्न। दाई हुन्जेल दाईसँग सुत्थ्यो, दाई गएपछि चाहिँ मसँग सुत्छिन्। यसरी सिरानी चाहिन्छ उहाँलाई, यसरी सुत्छिन्। हाम्रो दिनचर्या चाहिँ यसरी नै बित्छन्। आज शनिबारको दिन आनन्दले यसरी सुत्नुहुन्छ है। गाई हजुरहरूको पप्पी कसरी सुत्छन्, कस्तो ठाउँमा सुताउँछन्? हाम्रो पप्पी चाहिँ यसरी हामीसँग सुत्छन् है।